आज चाहिँ मेरो लास्ट दिन रहेछ यो रुममा लास्ट दिन हो मेरो रुममा यो घरमा यस्तै जम हजुर सर यहाँ ठ्याक्कै लोकेसनमा रानी देवी यो जुन वन छ नि त्यही अगाडि आइदिनुहोस् है हजुर हजुर चल पल दिँदा सचिन ए सचिन सचिन ए सचिन के हो यार बोल्नु चल्नु छैन व्यस्तको व्यस्त यार फोन अक्किदिन बिहान त आमा के छ ब्रो ठिक छ अलराइट अब हामी चाहिँ प्लेनभित्र जाँदैछौँ सचिन सर के छ त ठिक छ आउनु नि हेलो हाम्रो साथीहरू सब गइरहेछ के भयो ल केटाले दामी दिएछ राउडी दिएछ धेरै केटाले त गाउँ म त सत्य कुरा गर्छु जानुहोस् त लागि मर्छु कारकडोर कागज ल भएन Let's go guys, let's go guys भन न त्यो त स्योर हो नि स्योर हो नि एकछिन मिल्दैन कि ल हामी चाहिँ फाइनल कोरिया आइसक्यो है कोरियाको इन्चन एयरपोर्टबाट हाम्रो लगेज लिएर हामी जाँदैछौँ हाम्रो होस्टेलतर्फ हामीलाई अहिले त हामी चाहिँ फाइनली इन्चन एयरपोर्ट आइसक्यो अब हामी यहाँ टट्ट बस चढेर त कहाँ जाने कडा अब हामी कहाँ जाने भन न कलेज हो कि कलेज ल है हामी चलपल दिँदै आइसक्यो है कोरियातिर खाली छ नि त सिट हामी चाहिँ फाइनली अघि त हामी त ग्रिन लाइट बोलिरहेको छ सर्ट आइदिएको है थै ए रेड चाहिँ बोलिरहेको थियो यताउति धेरै गाडी थिएन है हिँड्दै सरसरी थाहै भएन अब फर्स्ट टाइम है कोरियामा तिनीहरूलाई चाहिँ यस्तो झन्डा हल्लाइरहेको थियो अब कसलाई भने थाहै नगरी हिँडेको पछि त हामीलाई भन्ने रहेछ नि ल हामी चाहिँ अब हाम्रो कलेज जाँदैछौँ सचिन दोस्त कस्तो लागिरहेको छ त एकदम ठिक आयो है ड्रिम कन्ट्री आयो होइन अब लक्ष्य पुरा गर्नुपर्छ कडा हो रमाइलो भनेको छँदैछ है
यसो चलपल हाल्नुपर्छ के हो अब चलपल चाहिँ दिनुपर्छ है चलपल ओहो हो यो नि त यार कोरिया यस्तो दामी सुन्दर आमा क्या सफा ब्रो यस्तो दामी मेन्टेन छ यार रोड हेरमा सब थोक मेन्टेन के अब फर्स्ट दिनमै यस्तो इम्प्रेस भइसक्यो म अब यहाँ बस्दै बस्दै त म त के होला के अब के होला के म होइन कस्तो सानो सानो टाकुरा के है यो भइरहनु त्यो नेपालमा त्यस्तो कहाँ हुन्छ त यत्रो अग्लो डिलो हुन्छ नि यहाँको सानो सानो क्या चिटिक्क हेर न यार के हो यार कस्तो सानो सानो के डिलहरू पनि हेर न स्याउको रुख हो के हो केटा हो त्यो कस्तो राम्रो यत्रो दिनमा कृषि गरे होला कि है नेपाली पनि होला यहाँ काम गर्ने त ए के हो होइन क्या ए त्यो के भन्छ गल्फ खेल्ने ठाउँ रहेछ गल्फ गल्फ खेल्ने ठाउँ रहेछ दामी